हेलो हेलो साथीहरु, आज चाहिँ हामी सिन्धुपाल्चोक अवस्थित यो मेरो घरमा गाउँमा आएको अवस्थामा अब हाम्रो पुर्ख्यौली भनौँ अथवा के भनौँ हाम्रो बाउबाजेलेदेखि टक्कलाएर कालिज मिर्गा यसो वनको शिकार खेल्नको लागि चाहिँ हामी 3 भाइ 2 भाइ 1 छोरा। अब माइलो दाजु त्यहाँ निस्किया छ, एउटा फुचे हो भर्खरको हुनेवाला शिकारी गुलेली बोकेर त्यता छ। म यहाँ क्यामेरा खिच्दैछु। अब हामी चाहिँ कसरी शिकार गर्छौं र के प्रविधिबाट चाहिँ हामीले शिकार गर्छौं भन्ने कुरा तपाईहरुलाई म देखाउँदै जान्छु। तपाईहरुले हेर्नुस्, मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुस्। तपाईहरुलाई म नयाँ भिडियोहरु पस्किन्छु है त साथीहरु। कहाँनिर छ भने खनाउँ त खनाउँ ल। मूल शिकारी चाहिँ यस्तो भिरभिरमा पनि चाल्नुपर्छ। एउटा मूल शिकारीको बच्चा पनि हिँड्दैछ। ओइ बच्चा मार्छस् हैन त तैले? यो सिक्दैछ अहिले। तर बाटो चाहिँ डेन्जर साथीहरु। यस्तो शिकार गर्दाखेरि पुरै भिर पहरा सबै चारेर हिँड्नुपर्छ। तपाईहरुलाई म देखाउँछु अन्तिममा, हेर्नु न मेरो भिडियोमा हामीले के को शिकार गर्न गएको हो, त्यसलाई केबाट चाहिँ कसरी चाहिँ हामी ट्र्यापमा पार्छौं सबै देखाउँ ल। कृपया फेरि हेरेर प्रतिक्रिया चाहिँ दिनु होला। यो शिकारको लागि चाहिँ त्यसलाई आहाराको समाउनको लागि चाहिँ हामी लागि परिरहेका छौं। लागि पर्ने क्रममा हामी यहाँ समाउँदै छौं। अब कतै थियो त? यता छ त, यता मैले टाल्दै थिएँ त। यहाँनिर कुल भेट्यो। हो गर्नु समाउनु एउटा एउटा पक्र्न चाहिँ हामी आज हामीले शिकार गर्नको लागि चाहिँ त्यसको लागि चाहिँ यो समाउनु पर्छ। यसलाई पक्रेका छौँ। यसले गर्दाखेरि हामीले भरे कति के गर्छौँ भन्ने कुरो प्रत्यक्ष तपाईहरुलाई पुरै हाम्रो उसमा जोडिनु होला। म देखाउँछु है त साथीहरुलाई। हेर्दै अब यसलाई टक्कलाएर हामीले शिकार पक्र्नको लागि यो आहारा हो, अन्यथा नसम्झिनु होला है साथीहरु। हामी शिकार खेल्नको लागि चाहिँ शिकार चाहिँ लिसो अनि हाम्रो यस्तो चाहिँ यो भाटा चाहिँ लिसो लाउनको लागि बनाउँदैछ हामीले बाँसबाट। रमाइलोको लागि हामी अनेक गर्छौँ। फेरि हाम्रो पेसाइ चाहिँ होइन है, फेरि गाई छोरा ठुल्ठुलो बनाउनुपर्छ। अनि ठुल्ठुलो भइसक्यो गरेर हिँड्नु भएको छैन नि। सानो सानो भयो भने त मान्छेलाई ढाडमा त बोकेर हिँड्दो रहेछ नि। अन्तिमसम्म तपाईहरु हेर्दै जानु हामी कसरी यहाँ लिसो लाउँछौँ, आहारा राख्छौँ, सबै मार्छौँ हामीलाई। के भने के गाइस यहाँ म भिडियो बनाउँदैछु। ल अघि हामीले यो कप्टेरोलाई सानो बनायौँ। यो कप्टेरो चाहिँ शिकार खेल्नको लागि 7वटा कि 9वटा कि 11वटा चाहिन्छ। यसलाई टक्कर हाल्ने छु। अनि यो एन्ड ऱ्याप्ट यसले चाहिँ हामी पक्र्ने हो शिकार खेल्नलाई। यो भनेको त्यतिकै हातमा राखेर एकदम हातमा लाग्छ। यो पानीमा लाएर यसो गऱ्यो भने चाहिँ यो हातमा कम लाग्छ। टक्कले नि ओहो यो त के हो यार, यस्तो लाग्दैन है अहिले त। सरर लाएर यस्तै गरिरहेको हुन्छ। यो कति बाक्लो लगाइदिउँ, पातलो लगाइदिउँ बाक्ला यहाँ छ है। ल यस्तो गरी कलाले छोरायो। म त फेरि हाम्रो शिकार खेल्ने मान्यता अनुसार यो अवधि देख्यो भने चाहिँ चोखा लाग्छ, खाप्छु खेल्ने बेलामा चाहिँ होइन। त्यही भएर हामी यो भिडियो चाहिँ बनाइसकेपछि लास्टमा हामीलाई थाप्चो लाग्छ। थाप्चो लागेपछि भरे हिउँदै समस्या भयो के काम होइन। त्यही भएर अन्त यो मैले लाइभमा पनि देखाउन सक्थेँ, तर थाप्चो टाँसिन्छ कि हेर्ने। थाप्चो टाँसेपछि त त्यसले भरे हामीले मार्न पाउँदैनौँ, देखाउनु पाउँदैनौँ। दुई चला हो। आज चाहिँ हामी कतिवटा नौडेलमा खेल्ने थियो। यसरी लाउनुपर्छ नजिक। ए जस हामीले यसरी लगाइरहँदाखेरि कता टाँसिनु पऱ्यो भने यो जसले क्यामेरा खिचेको छ त्यो उसको पनि त चोखा टाँसिनु सक्छ यहाँ।
मेन गरी चाहिँ यहाँ चोखेले नै लगाइरहेछ चोखा चाहिँ यहाँ भ्याट्टै लिसो टाँसियो भने भरे फेरि यहाँ हामीले मार्न सकिँदैन के अरे चोखा टाँस्यो भने यहाँ बिलेटले खुर्किनु पर्यो हुन्छ यसको गालामा चोख्छ चोखा मेन गरेर करार मैले निकालेको छु यो लाउने अनि यहाँ हाल्ने ल हामी देखाउँदै गर्छौँ सल्ल करार हामीले लिसो लाउने काम सम्पन्न हुँदैछ है त साथीहरू के है साथीहरू ल हाम्रो लिसो लाउने काम सम्पन्न भयो चट्ट लाएर यसो गरेपछि अनि सबैमा बाँडिन्छ लिसो यस्तो है त हामी सिखारको लागि तयार हुँदैछौँ सिखारको लागि ट्याक 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 लाएर यसमा ट्याक हाल्ने ओके माथिसम्म भएको है यो अब त्यसलाई आहारा बनाउनु न त्यो झालमा त्यो उम्को लास नि आहारा पर्नु आइज यहाँ हाल्नु यहाँ यसमा त्यो ठाडो गरेर दिनु भनेर त्यसो होइन मान्छे त्यसो कति बेर अलि यसो गरेर उनीहरू भन्नु अरे ल गाइजहरू ल यो चाहिँ आहारा छैन हाम्रो थामी भाषामा चाहिँ यसलाई के उयो हामी थामीहरू चाहिँ पुरा पूर्वकालदेखि हामी सिकार गर्ने भएर हामी पनि फेरि सिकारकै लागि नि ओके ल हाम्रो सिकार खेल्न सिकाउने चाहिँ महागुरु हाम्रो बाउ है यो पहिला सिकाउने छोडिएछ नि ल ल त्यो सामान छोड्यो ल फेरि सबै सामान हाल्यो कता भन्नु ल अब कता जाने हामी घरबाट निस्क्यौँ सिकार हेर्नलाई कतातिर हुन्छ अनि मैले भनेको छु रिमा तेरो चोखा लगायो भने चाहिँ तँलाई घोडामा सिक्नु हाल्नेछ ल अलि अलि धेरै नै गर्नु पर्दैन त्यसलाई त अर्को एउटा लाटो बसेर चाहिँ यो पालिपट्टि छ रुखमा बसिरहेछ पऱ्यो पऱ्यो वाह लगाइज हामीले यहाँ टक्क लाएर ट्र्यापमा राखेको थियौँ टक्क लाएर आएर यो खानु आएको भरे भने झ्याप्प ट्र्यापमा पऱ्यो यो पर रुखमा थियो कुद्दै आएको जे होस् पार्न सफल भयो ट्र्यापमा हेलो हेलो ओइ लाडको सिरो तर आहारा पनि मारेछ मुसा पनि मारेछ नि पर्यो ओहो पर्छ किल्ली सुई टाँसिनु क्या त्यसलाई ल सिखारी माइलाले फेरि एउटा समाउनु सक्सेस के छ झोलामा चाहिँ अर्को मारिस हो र ओइ बाबु आइज सिखारी माइलाले समाउँदैछ